हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल नेपाल आएर धेरै अपडेट हुन्छ जस्तो लागेको थियो तर अलिक हुन सकिरहेको छैन किनभने अलिअलि बिजी भएको भएर हो अनि अहिले चाहिँ म हाम्रो अङ्कलको यहाँ सफ्ट ओपनिङ भएको छ यो चाहिँ रमिते मिक्लाजुङमा लोकेटेड छ अनि उहाँको रिसोर्टको नाम चाहिँ ओल्ड टाउन हो ओल्ड टाउन हो हामी चाहिँ फर्स्ट टाइम आएको त्यही भएर अङ्कलहरूसँग नि भेट भएको छैन अब हामी जान्छौँ हजुरले हेर्न सक्नुहुन्छ ब्याकग्राउन्डमा अब यहाँ के छ कस्तो छ हामी देखाउँछौँ स्टेट्युन गाइड अनि ट्विनिङ छ भाइ मेरो मामाको छोरा भाइ हो यता होइन अब हामी यहाँबाट जाऊँ यहाँबाट गाडी आउने ठाउँहरू पनि छ स्कुटर बाइक गाडी एभ्रिथिङ तपाईँले पार्क गर्न सक्नुहुन्छ यहाँ पार्किङ एरिया यस्तो नै हो अहिले चाहिँ यो चाहिँ टेम्पोरेरी होला अङ्कलले अझै व्यवस्थित गर्नुहुन्छ यो चाहिँ जस्ट सफ्ट ओपनिङ हो अङ्कलको त्यही भएर हामी यहाँ आएको भाइ जाडो भएको छैन हाम्रो भाइ लजालु छ फेरि भाइलाई हामीले पाहुना घर कामहरू भइरहेको रहेछ यहाँनिर गीत पनि पुरा बजिरहेको रहेछ यो हो नाम चाहिँ माथि जाने रक गार्डन जाने माथि तर वेदर चाहिँ अलिकति धुम्मिरहेछ त्यस्तो सनलाइट नभएर होला क्लियरै देखेको छैन कस्तो दामी हो कस्तो दामी अलिकति तल बस्ने मान्छेलाई त यहाँ आउँदाखेरि त एकदमै रिफ्रेसिङ फ्रेस एयर पाउनुहुन्छ रमाइलो हुन्छ सास पढ्यो मेरो त यो यस्तो लजाले छ नि यो चाहिँ इन्ट्रोभर्ट टाइपको मलाई हाँस उठिरहेछ तर पनि होइन यो चाहिँ माथिको साइडबाट चाहिँ यस्तो भ्यू देख्दो रहेछ दामी अङ्कल चाहिँ हुनुहुन्छ कि हुनुहुन्न धर्म अङ्कल हुनुहुन्छ बहिनी ए अङ्कल चाहिँ हुनुहुन्न रहेछ फेरि यो ए लु कस्तो दामी लु जाऊ साथी भाइ हो मेरो भाइ बहिनी बिस्तारी है तर सेफ्टी चाहिँ छ के गरेको रे कस्तो दामी देखेको तर अलिकति भ्यू नै डिफ्रेन्ट क्या यु डोन्ट वान्ट टु गो डाउन नो भन म चाहिँ यहाँ जान चाहन्छु ए खासमा तलबाट आउने रहेछ नि त म चाहिँ यहाँबाट जान्छु चकचके मान्छे चाहिँ यहाँबाट जान्छ दिदी जस्तो अरे भाइ दिदी नजानु भन खाल्डो छ त्यहाँ भन्दैछ भाइले दिदी त्यहाँ नजानु भन्नु खोजिरहेको तिमी आउने नआउने जाऊ दिदीसँग नाइ रे म उताबाट आउँछु ल जानु म खिचिदिन्छु हामी पनि तलै बस्छौँ होला यता पहिला त हेरौँ न कस्तो बनाउनु भएछ दाइकोमा भिजिट तर कस्तो राम्रो है दामी बनाउनु भएछ हाम्रो धर्म दाइले देखाइदिउँ न अनि यता चाहिँ गाउँ नै रहेछ भाइ उता बोकेर अघिको स्ट्यान्ड मैले झन् नि बिर्सेँ यता गाउँ छ फेरि अब चाहिँ हामी कहाँ हुन्छ बस्छौँ अलिकति के भन्छ केही त खानु पर्यो भोक लागिरहेछ हल्का त्यस्तो धेरै त होइन स्न्याक्स टाइपको खान्छौँ हामी घरमा खाना खाएर आएको अब सिनेमेटिक खिचिदिनु पर्छ यहाँको अनि भिडियो एड हुन्छ ओके द्याट्स इट हो अलिअलि हल्का मेरो कपाल चाहिँ उडाइरहेको छ होला ल अहिले कम्प्लिटली ओपन त भएको छैन त्यही पनि हामी माथि जान चाहन्छौँ माथिबाट भ्यू कस्तो भ्यू देख्छ त्यो पनि हामी देखाउँछौँ तर एकदम अङ्कलको यतिको यो ठाउँमा यस्तो गर्छु भन्नु चाहिँ हामी एकछिन यसो आएर भ्यू हेर्न मिल्छ होला होइन भ्यू हेर्न मात्र हो हामी त वाउ ल उहाँहरू यहाँ बस्नु रहेछ नाइस
ल यता हेर दुईजना राम्रो लाग्यो यहाँको ए कपाल त हाम्रो भाइ चाहिँ मुसु मुसु हाँसिरहेछ यहाँ हेरौँ न लेट्स गो डाउन आइया हामी तल जान्छौँ अब दामी छ हो भ्यू त दामी अमेजिङ किनभने अहिले चाहिँ यो धुमिरहेछ हामीलाई यहाँ बस्दा चाहिँ जाडो भएर भाइ र मैले चाहिँ ज्याकेटै लगाइसक्यौँ यहाँनिर मेरो ज्याकेट देखाइदिएँ अब म यस्तो अवस्थामा छु हो भाइले चाहिँ मेरो ज्याकेट लगाएको छ भाइ यहाँ हेर पुरिएछ सबै आज शनिबार भएर पनि होला बस्दा चाहिँ यति धेरै मान्छेहरू आउनुभयो बिजी नै भयो त्यही भएर अब अहिलेको लागि चाहिँ हाम्रो यति नै तर पछि हामी हाम्रो फेरि ग्रुप आउँछौँ होला एकचोटि सबैजना अहिले चाहिँ जस्ट हामी आउँछौँ होला आउँछौँ अहिले त खासमा भाइलाई यतिकै घुमाउनु लिएको देखाउनलाई हाम्रो पाहुना भाइलाई भाइ एल्सन हाँसिदेऊ लागो उसको चाहिँ यति नै है लागो छ त्यस्तै मात्र आउँछ उसको चाहिँ सर्ट भिडियो बाई बाई ओ माई गड मेरो हात त के हो यो कति नराम्रो दुईजना हिँड्नु भएको नि खिच्दिहालौँ न मेरो पनि जुत्ता देखाइदिइहालौँ यस्तो पनि यो चाहिँ मेरो थोरै चटक ल तर गइनँ म त खिचिराख्नु मन लाग्यो नि त अनि यस्तो दामी छ यहाँ यस्तो कति धेरै बिजी छ आज बिचरा स्टाफले भ्याएकै छैन स्टाफले भ्याएकै छैन भन्नुको मलाई चाहिँ हाम्रै दाइ भाइ छन् हाम्रो दाइ भाइले भ्याएको छैन भनेर हेलमेट सानो भएर ए यहाँदेखि चाहिँ यस्तो यहाँको पनि देखाइदिउँ न भ्यू अनि सरर आउने टक्कसँगले अनि मेरो ब्यागमा छ यहाँदेखि सट्टै यता पार्किङ स्पेस टक्कसँगले आमा हो यस्तो पुक्क हेलमेट सानो भएर ए अनुहार ठुलो हेलमेट सानो त्यस्तै ल अब चाहिँ बाई बाई साँच्चीकै बाई बाई एल्सन बाई गरिदेऊ त